हेलो फ्रेन्ड्स आजको नेपाल लाइफ इन्सुरेन्सको स्टकलाई हेर्दा स्ट्रङ एकुमुलेसन लिएर माथि जाने चाहिँ देखेको छु है। मल्टिपल टाइम सपोर्ट लिएको छ नेपाल लाइफ इन्सुरेन्सले है। मल्टिपल टाइम सपोर्ट लिएको छ यस पोइन्टमा। ओके, यस पोइन्टमा ओके, यस पोइन्टमा स्ट्रङ एकुमुलेसन चाहिँ गरेको देखिन्छ नेपाल लाइफ इन्सुरेन्सको स्टकमा। अब यसलाई डिटेल एक्सप्लेन गरौँ है, डिटेल स्टडी गरौँ। ओके, फिबोनाची रिट्रेसमेन्ट हामी जिरो लोवर टु हाइजर सेट गर्छौँ है विकली टाइम फ्रेममा। लङ टर्म यो ठुलो टाइम फ्रेमबाट सानो टाइम फ्रेममा भएर सिफ्ट हेर्दा चाहिँ राम्रो हुन्छ। ओके ओके, हाम्रो यस पोइन्टमा के भएको छ 550देखि राइज हुन खोजेको मार्केट 1000 पुगेर प्राइस फल भएको छ। ओके, देखिन्छ हाम्रो स्ट्रङली फल भएर 0.618 को फिबोनाची रिट्रेसमेन्टको स्ट्रङ सपोर्ट जोनमा आएर सपोर्ट लिएको छ, हेर्न सकिन्छ। अगेन मार्केटले यस फिबोनाचीको स्ट्रङ सपोर्ट जोनलाई ब्रेक गर्न सकेको छैन। मल्टिपल टाइम्स सपोर्ट लिएको छ। ओके, मल्टिपल टाइम्स प्राइसलाई फल भएको छ, यस पोइन्टदेखि ब्रेक गर्न सकेन। अगेन स्ट्रङली फल भएको छ। ओके, हेर्न सक्छौँ। इफ नेपाल लाइफ इन्सुरेन्सको कम्पनी हेरौँ, यस पोइन्टदेखि राइज भएर ओके ब्रेक गर्यो अनि अगेन पुल ब्याक लिएर प्राइस राइज हुने चाहिँ देखेको छु है मैले। इफ एस स्ट्रङ रेजिस्टेन्स पोइन्टलाई ब्रेक गर्छ भने ओके, इफ ब्रेक गर्छ अनि पुल ब्याक यस पोइन्टमा लिएर प्राइस राइज हुने देखेको छु नेपाल लाइफ इन्सुरेन्सको कम्पनी। ओके, डेली टाइम फ्रेममा सिफ्ट भएर यसलाई एनालाइसिस गरौँ। ओके, स्ट्रङ छ, मार्केट सपोर्ट लिन खोजेको थियो है। अब ब्रेक हुन सकेन, अगेन सपोर्ट लियो, ब्रेक हुन सकेन, अगेन सपोर्ट लियो है, ब्रेक हुन सकेन। ओके, मार्केट यस पोइन्टदेखि ब्रेक भएर मल्टिपल टाइम्स सपोर्ट लिएर ओके प्राइस राइज हुने चाहिँ देखेको छु। यसको हाम्रो टार्गेट प्राइस कति रहन्छ इफ ब्रेक भएर माथि गयो भने? ओके, फर्स्ट टार्गेट प्राइस यसको रेजिस्टेन्स पनि कति छ? यसको हाई 1700 पोइन्टमा हाम्रो एउटा वान बिग रेजिस्टेन्स पोइन्ट छ। ओके, यस पोइन्टबाट प्राइस फल हुने सम्भावना छ। ओके, पोसिबिलिटी अगेन यस रेजिस्टेन्स पोइन्टलाई पनि ब्रेक गर्यो भने अर्को रेजिस्टेन्स पोइन्टमा स्ट्रङ रेजिस्टेन्स पोइन्ट कहाँ देखिन्छ? ओके, 3000मा देखिन्छ। ओके, एज 3000देखि मार्केट के भयो देखिन्छ फल हुन देखिन्छ। इफ इफ ए नेपाल लाइफ इन्सुरेन्सको एज स्ट्रङ मल्टिपल टाइम्स सपोर्ट मल्टिपल टाइम्स रेजिस्टेन्स पोइन्टलाई ब्रेक गरेर माथि जान्छ भने है इन्सुरेन्स सेक्टर चल्छ भने नेपाल लाइफ इन्सुरेन्स बुम हुने चाहिँ देखेको छु मैले। ओके, आजको भिडियो कस्तो लाग्यो, जस्तो लाग्यो सुझाव र प्रतिक्रिया दिन नबिर्सिनु होला। धन्यवाद।